So hello and namaste everyone. Hope you all are fine. I'm on Sunday too. आज फेरि नयाँ दिन नयाँ भ्लगमा उपस्थित भएको छु र आज चाहिँ हेर्नु दिनहरू यस्तो छ क्या आज चाहिँ पानी पर्छ भन्ने धेरै होइन अब रेडियो समाजतिर आज धेरै खत्रै पानी पर्ने छ भन्ने सुन्दै थिएँ हुनसक्छ जस्तो छ हेर्नु न त्यस्तो छ दिनहरू आम्मा कुहिरो होइन धुमिएको अलिअलि बाटो चाहिँ लगभग अलिअलि देखिँदैछ यस्तो छ कि परतिर त यतिमै यस्तो धुमिएको छ कि के भएको होइन मलाई यो दिन देखेर चाहिँ भिडियो बनाउनु मन लाग्यो यस्तो छ कि अब के भन्नु होइन दिनहरू आज चाहिँ आइतबार हो कति 18-19 गते भएछ त्यस्तो छ क्या दिन जुन वानमा बस्छ पानी पर्नु आँटेको जस्तो छ आज दिनभरि खतरा पानी पर्छ है आज चाहिँ होइन अब छिटो गरेर अब अहिले फर्स्ट आएको छु म पुऱ्याउनु अब छिटो गरेर घाँस काटेर त्यहाँ मजाले बस्ने हो पानी पर्नु पर्छ नि नाला हुने अब पर्ने पर्छ नै हामी रोक्नु सकिँदैन के गर्नु म चाहिँ यहाँ आइसकेँ आइपुगेँ होइन यो रुख कस्तो बल काट्नु भएको छ कि मामाले हाम्रो यहाँ एकदम विकास मामाले हो कि कस्तो अल्गो रुखमा चाहिँ कसरी चढ्नु होला कि अरे म सोच्ने त्यहाँ टुप्पीसम्म काट्नु भएको छ कि मलाई चाहिँ डर लाग्यो तल झऱ्यो भने त गयो त हौ ज्यान होइन हातखुट्टा भाँचेर बिजोक भइन्छ त जस्ट आँटियो चढ्नु त सक्छ कि तर बाई चान्स लड्यो भने चाहिँ होइन जब यति चढ्नु आँट त कसले आउँदैन र आउँछ नि होइन बाई चान्स लड्यो भने चाहिँ हल्का खुट्टा पखालिदिनु भइरहेको एउटा पखाल्नु पऱ्यो कि कस्तो हो गाई होइन लास्टको बबाल दिन्छ आज पानी पर्ने रहेछ दिन हेर्दा नै किनकि हिजो त उफ्रिरहेको थियो होइन राम्रो भइरहेको थियो नि आज चाहिँ पानी पर्ने रहेछ के छ पर्दा केही फरक पर्दैन हो चरा कराएको सुन्नुभयो रहेछ अहिले चरा म त पहिला चाहिँ अब गाउँको मान्छेले चरा मानेको पनि होइन अहिले चाहिँ प्रायःले छोडेको अरे कहाँ अब चाहिँ बुझ्यो भने होइन यस्तो मारेर अब किन पाप गर्ने यताउता भनेर तर गाई चरा मार्नु पापै हो है मार्नु चाहिँ अब होइन बच्चा अबेली अब जे भयो भइहाल्यो मैले पनि नआएको त होइन मार्नु चाहिँ गएको तर मारिन हौ हान्थ्यो कि लाग्थेन कि त्यो कराइँदैछ जे अब चरा यिनीहरूको पनि अब जीवन हो होइन जिउनु पऱ्यो